97 अब हामी पोखरा हम कहाँ 0 हामी पोखराबाट निस्किरहेछौँ 49 होइन अहिले निस्किने होइन 143 त्यही त अहिले अर्को ठाउँको लागि निस्किँदैछु त्यसपछि अनि त्यहाँबाट अनि खाना खाएर अनि हामी लुम्बिनीतिर जानेछौँ बाई बाई पोखरा और बस चार पाँच छ हो न हो झरनामा एक चस्मा फुस्छ नि के Baby's fall, guys. Guys, कति गहिरो छ कसो मोबाइल गएपछि त्यही हो कि रे गुफा हो गुफा मान्छे त पाइन्न मोबाइल त परेको कि ठुलो खाल्टो छ यार देखिन्न केही देखिन्न कति गहिरो होला यार यो अरे मैडम हो यहाँ पुरानो मन्दिर हो ल बॉयजहरु गर्छ सबै पनि यही पनि बस के बैठल बाटे उ विष्णु यहाँ बैठ के खिंचाई हो चलो गाइस गुफाको भित्र हामी हामी गुफाको भित्र जाँदैछौँ गाइस एडभेन्चर एउटा सानो होइन जाऊ जाऊ छिरो 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 ओ यति अन्धार रोको फ्ल्यास मार्छ ओ ओइ ओइ
जाउँ तल केही छैन तल बेकार कुछ नै हो अर्जेन्सी डेड एन्ड कोही छ त्यहाँ देखिँदैछ जाउँ त हामी यहाँ हेरौँ यहाँबाट देखाउँछु गाइजहरू क्या डर लाग्दो ठाउँ छ यार अँध्यारो गर्दैछौ त कस्तो यो ढिला हुन आएको चलो के भयो चलो मेरो मोबाइल काम छैन त्यही पनि एकचोटि ट्राई जेम आउन मेसी गाइस हामीहरू बाहिर जाँदैछु भन होइन ओए माँ ओए मेरो खुट्टा एकछिन आराम गरे यहाँ देऊ यी चप्टे यी चलाऊ ल चलो चलो गाइस शॉपिंग एंडे छाड देऊ यार पटको 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 देऊ मै चलाऊ देऊ हामी बचाएर खेल्ने गाइस मोबाइल म्याग दिन रेन्ज मार न हो चलो हरदाई गाडी गाइस हामी बच्चा बच्ची बनेर जाँदै ओ डेम ए हो मा ढमर बजाउने को हो यो लर्ड विष्णु भगवान विष्णु भगवान फ्रेन्ड छ शिवजी भन न शिवजी अरे ते मोर नाम ए यार सीट में लास्ट में बैठ जा यार चलो यार अरे ते मोर नाम विष्णु हन्टे अच्छा डेम डैम हां डेम अरे यार नहीं बदल ले 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 बजा 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 रुको बता बता अरे बढ़िया से कंटेंट चलो चलो ओ इन्हें कहाँ अंडर गिल बैठे हो म्यूजियम गाइस म्यूजियम ए डाटा ना तरी जाऊं ला परांजल का मम्मी ने दिया है मेरा में है कैमल 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 मैं है तो चलो हाथ हथियार सुनिए हाथ हथियार कल्चरल ड्रेस गुरुङ जातिको के हो यो यो फोटो भयो मासु हिमालहरूको
यो के हो है सबजनाले कमेन्ट गरे कि यो के हो न तान्ने जस्तो देखिरहेछ कपडा बुन्नेहरूलाई गन 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 ओइ मैले साँच्चै मानेको यार यसलाई रियलमा मानेको मैले गाइज एमटी एभरेस्ट कञ्चनजङ्घा यस्तो मकालु यस्तो छ गाइज सो यु धौलागिरी मनास अन्नपूर्ण यो के होला यो नाम के हो यो यहाँ रहो ए स्टोन कलेक्सन गाइस स्टोन नंबर के ले जाओ नाम से देखा जाए मम्मी भन्छन् नि के भन्छन् त्यो ताबो के भन्छन् यसलाई मम्मी कि के भन्छन् त्यति बुझ्दिनँ पढ्नुपर्छ टाइम छैन हामी हेर्न मात्र आएको राइट हेर्नु होला सबै बुझ्ने चिज जति कसको ड्रेस हो अन्नपूर्ण यो चाहिँ पराञ्जलको पूर्वजहरू जान्ला छ हो। गाइस उमेश त्यो पर्वत बिचको पर्वतको नाम भन नङ्गा पर्वत नङ्गा पर्वत नङ्गा पर्वत गाइस नङ्गा पर्वत नङ्गा पर्वत यो के होला यो यहाँ हेर्न यो के हो यो हो हिउँमा चढ्नेवाला ठ्याक्क कालु हुँदैन स्लिप कसले कतिखेर चढेका थिए र तिनीहरूका पोसाकहरू पनि रेस्ट यहाँ राखिएको छ ल यो चाहिँ के भन्छन् हाम्रो उमेश सरको ज्याकेट रहेछ ल, पुरानो उमेश सरको ल। जमानाको यो- यो सबै रहेछ क्लाइम्बिङ गर्ने सामान तलपट्टि यिनीहरूलाई लगाइएको ड्रेसहरू यिनीहरू चाहिँ सनग्लासेस सबै चिज राखिएको छ ड्रेस भयो क्याम्प गर्नलाई यो भयो ब्याक सिटहरू भयो यस्तो हुन्थ्यो पानी खाने बोतल त्यो चाहिँ साइज डाइरेक्ट और रे के हो यो मसाल छ यहाँ मसाल गाइज चाइनिज ओल्ड के छ गिनिज बुकको रेकर्ड छ 2000 यहाँ 2000 एउटा गिनिस बुकको वर्ल्ड रेकर्डको छ को हो त्यो केपी ओली को होइन यार होइन होला हो को हो यहाँ गाइज ब्याक सिट हो ब्याक सिट यहाँ रहेछ नि ज्याकेट हेर पराञ्जलले लगाएको। ल पुरा रोप गाई चाहिँ यति मोटो हुन्छ रोप गाई ब्याजहरू गाई चाहिँ ब्याजहरू छन् यहाँ
क्लबको ब्याजहरू छन् ब्याज सबै माउन्टेन चढ्नको लागि युज भएका सामानहरू इन्स्ट्रुमेन्ट फर क्लाइम्बिङ द हिल एन्ड हिमालयन रिजन यहाँनिर टुलहरू भयो यो रोप अनि गाँठो पनि कसरी बाँध्छन् भनेर त्यो यो सब र नयाँ नयाँ गाँठ चिजको खाली बाटेको होला माथिबाट यताहरू हेरै के ल आयो के हो यो रोपमा हुन्छ नि यस्तो गर्ने त्यही हो सक्यो अब नाइ। माथि जाने अब ल यहाँ आयो गाइस के हो अक्सिजन सिलिन्डर टुलसुल लागेको छ हेर्नु त यो हेर स्केटिङ गर्ने गाइस तिमीलाई येटी देखाउँछु येटी देखाउँछु तिमीलाई येटी ओ येटी हो यो त्यो यो येटी हो अनि यो चाहिँ याक हो, चोरी गए बनाएको असली हो कि नकली हो यार असली हो असली गाइस जो माउन्टेनको ठ्याक्क ऊ बनाएको छ एउटा सानो एमटी एभरेस्टको है यो एमटी एभरेस्टको ऊ बनाएका छन् नेपाल गाइस नेपालको झन्डा एमटी एभरेस्टको चुरोमा एउटा सानो आर्ट छ कति राम्रो आर्ट छ त्यो अन्नपूर्ण होला यो भनेको माछा पुच्छ्रे हिमाल राम्रो देखाइन्छ यो माछा पुच्छ्रे अनि उतातिरको अन्नपूर्ण अनि यो हाम्रो गाउँघर हिमालयन यो भनेको तराई बेस भयो यो हिल्ली रिजनका अनि त्यो भनेको हिमालय रिजनका ठ्याक्क मिलाएर मौरीहरूको छट्टा ओ सिडीले उ गरेर छन् फोटो यहाँ कमाइन्छ त त्यसमै हाल्यो पेन्सन बस्न जाउँ त हेर्दा बिर्ला हान त्यसको हल्का हाइट पुगेन भ्लगमा अहिले हुन्छ नि अरे यो बच्चा कसको हो भाइ बच्चा कहाँबाट आयो हजुरको प्यारेन्ट्स कहाँ हुनुहुन्छ आफै बच्चा सोच्छ तिम्रो बच्चा के यिनी बच्चाको हुन् हाइट त एउटै छ पुगर चाहिँ उड्ने हुन् वही मैं बोल रहा हूँ रूल बन्छ एक म दुई हाल्छु फेरि चार म तिमीलाई बसेपछि तिमी दुई हाल्नसम्म त तिमी झरिहाल्छौ यताबाट घुमाउँ कृपया अपना बहस बंद कीजिए भैंस भूस जो 2.5 किलो का हाथ है ना वही पड़ेगा पोलियो लगेगा तो ओ माय गॉड यहाँ कुछन् बसहरू हुन् क्या अरे यो पुरानो जमानाको माछाहरू हो नाइ बाहिर माछा भित्र माछा बाहिर जलपरी हेर अब आगे आइट्यो गाइजहरू जाउँ माथि चलो माथि अर्न के भन्छ माछा पुच्छ्रे यो को को मानेर चल रहेछन् लोट हे अब्बा
नेपाल के फ्लैग नहीं होगा डैम डैम ऊपर जाई हो डैम ये बांदर को जैम ल ल ल ल आइहाल छिटो ल हात दिन्छु आऊ कैसिन सब इफेक्ट यार डैम ओ मा डैम बाबेटमा हेर न गाइस यस्तो बा डैम Oh man, damn about it. देखेको त केही छैन महिना मंदिर में सीढ़ी का देखो आइसक्रिम खाऊ आइसक्रिम मर्दा कुटी पडांत आडी पाणी त्यसले त अनिल सर जस्तै देखेला मैले मेरो सोलाई लो हो डैम Damn. ये बारी सफा छ दोनी अरे चलाओ ना यार बोर्ड और नहीं होता
कति स्लो हो के झन् बिस्तारै लग्नु मजा आइरहेछ मजा आइरहेछ हेमन ओ हेमन अरे हेर हो होप्से अब नासुटे अरे खानदानी चौधरी हो 3% बस्दै ओए लो हेरो कसै नै एटा बाबा अहिले हाम्रो 10-15 वर्ष चल्दै 10 आदमी